आज मेरो पहिलो युट्युब भिडियो बनाउने प्रयास गरिरहेको छु। कस्तो अनौठो लागिरहेको छ। पहिला मैले कुनै पनि भिडियोहरू बनाएको थिएन र यो मेरो पहिलो भिडियो हो। भिडियो के बनाउने भन्दा यस्तो मनमा केही कुरा फुरेन। आज अब मर्निङ वाक जाँदै थिएँ। यो चाहिँ देखाएको चाहिँ यो हिल पार्क पछाडिको भागबाट हो। यो चाहिँ एकदम राम्रो छ, आकर्षक छ र बिहान हिँड्दाखेरि अब तपाईँले ब्याकग्राउन्डमा पनि सुन्नुहुन्छ, यो चराचुरुङ्गी चिरबिर गरेको र भाले भासेको नि सुनिरहनुहुन्छ होला। मलाई यो भिडियो चाहिँ एक प्रकारको सेल्फ इम्प्रुभमेन्ट टाइपको भिडियो भनौँ न। मलाई चाहिँ बोल्न एकदम अप्ठ्यारो लाग्ने, के बोल्ने, कसो बोल्ने, कसरी मिलाएर बोल्ने त्यो त्यति नआउने र अब भन्न त एउटा युट्युब भिडियो गराउनको लागि प्रपर होमवर्क चाहिन्छ, एउटा स्क्रिप्ट लेख्नुपर्छ, रिसर्च गर्नुपर्छ भन्ने छ। तर यो मेरो प्रथम भिडियो भएको कारणले गर्दाखेरि मैले न कुनै स्क्रिप्ट लेखेको छु, न कुनै रिसर्च गरेको छु। यो एक प्रकारको भनौँ न प्रयास, सानो प्रयास मात्रै हो। र मर्निङ वाक आज बिहान उठेर जाँदाखेरि अहिले त बुटोलमा अब जेठ लाग्यो। जेठमा चाहिँ अलि गर्मी नै हुन्छ। तर पहिलो वर्षभन्दा योपालि चाहिँ गर्मी अलिक कम नै छ बुटोलमा। पानी बिचमा वैशाखमा त पानी पनि अलिअलि पर्यो, त्यो कारणले गर्दाखेरि पनि होला। र पहिलो वर्ष, त्योभन्दा पहिलो वर्ष त एकदम धेरै डढेलो पनि लागेको थियो, पानी परेको थिएन। योपालि डढेलो त्यति लागेन र पानी पनि परिरह्यो। त्यो कारणले गर्दाखेरि त्यति गर्मी चाहिँ छैन पहिलो वर्ष जस्तो। तर अब पहाडमा भन्दा त अभियसली गर्मी हुने नै भयो बुटोलमा। तर हिँड्दाखेरि रमाइलो छ। यो ठाउँ चाहिँ हरियाली छ, चराचुरुङ्गीहरू छन्, चिरबिर सुन्न पाइन्छ र अलिअलि पसिना बग्छ। जेनरली बिहानमा कम्तीमा आधी घन्टा चाहिँ हिँड्नुपर्छ भनेर भन्छन्। यो मैले देखाउन थालेको चाहिँ यहाँ चाहिँ चरा कराइरहेको छ। यहाँ भिडियोमा त त्यति देखिएन होला, तर चरा कराइरहेको छ। त्यहाँ चाहिँ चरा लुकेर बसिरहेर कराइरहेको छ। र यो अब बाँसहरू भए, यो ठाउँ चाहिँ हिँड्नलाई चाहिँ रमाइलो छ र अलिअलि उकालो छ। उकालोमा चाहिँ पसिना बगाउनु पर्छ भनेर भन्छन्। र जेनरली दिनको आधी घन्टा चाहिँ हिँड्यो भने चाहिँ स्वस्थ भइन्छ भन्ने हुन्छ। यो एक प्रकारको इन्भेस्टमेन्ट भनौँ न। अहिले चाहिँ मजाले हिँड्ने डुल्ने गरियो भने सुगर प्रेसरहरू पनि नहुने र स्वास्थ्यलाई पनि फाइदा हुने, हार्टले चाहिँ ब्लड राम्रोसँग पम्प गर्ने भएको कारणले गर्दाखेरि एक्सर्साइजहरू गर्नुपर्छ। र एक्सर्साइज गर्दाखेरि अलि उकालोमा हिँड्ने र अलिअलि पसिना निकाल्नुपर्छ भन्छन्। र साँझ खानासँग खाएर पनि लाइट एक्सर्साइजहरू जस्तै सरसर हिँड्यो भने चाहिँ एक पाचन प्रणालीलाई पनि राम्रो हुन्छ। र अर्को चाहिँ के भनिन्छ भन्दाखेरि सुगर हुने बिरामीहरूको लागि पनि त्यो चाहिँ फाइदा हुन्छ भनेर भन्छ। किन भन्दाखेरि हामीले खाना बित्तिकै सुगर लेभल भत्तै बढ्छ। त्यसको लागि चाहिँ अब इन्सुलिनहरू चाहिँ अलिक इन्सुलिन सेन्सिटिभ गर्नुपर्छ। अब त्यो कारणले गर्दाखेरि हिँड्ने डुल्ने गर्ने नि राम्रो हुन्छ भनिन्छ। र यो चाहिँ राम्रो छ। यो हिल पार्क पछाडिको एरिया, सिँढीहरू पनि कस्तो मजाले सजाएको, पुरा कलरहरू लगाएको र एकदम सफा छ। र मर्निङ वाकको लागि एकदम पर्फेक्ट छ यो। हुन्छ, आजलाई यो सानो भिडियोहरू बनाउने जमर्को गरेँ। के कसो भयो पनि अब पछिको लागि पनि एक प्रकारको इम्प्रुभमेन्ट होस्, बोल्न सकियोस् भनेको बनाएको, अरू त्यस्तो त केही पनि होइन। र अर्को भिडियो फेरि अर्को बनाउने प्रयास गर्नेछु। ल, धेरै धेरै धन्यवाद हजुरहरूको लागि। ल हजुरहरू पनि मिलाएर टाइम मिल्यो भने
अलिअलि हिँड्ने डुल्ने गर्नु होला।